सम्पूर्णमा नमस्कार। यस भागमा हामी प्रशासकीय कानुन अन्तर्गत प्रशासकीय कानुनको आधारभूत सिद्धान्तहरूको बारेमा पढ्न गइरहेका छौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। प्रशासकीय कानुनका आधारभूत सिद्धान्तहरू: जनरल प्रिन्सिपल्स अफ एडमिनिस्ट्रेटिभ ल। प्रशासकीय अधिकारीले कानुनको अख्तियारीभित्र रही कानुनले तोकेको प्रक्रिया अनुरूप कार्य गर्नुपर्दछ। प्रशासकीय अधिकारीले आफ्नो कर्तव्यको पालना निष्पक्ष वा पक्षपातहीन तरिकाबाट गर्नुपर्दछ। प्रशासकीय शक्तिको दुरुपयोग रोकिनुपर्छ। स्वविवेकीय अधिकार उचित र विवेकपूर्ण प्रयोग गर्नुपर्छ। प्रशासकीय निर्णय पनि आधारयुक्त र तर्कसङ्गत हुनुपर्छ। प्रशासकीय अधिकारको दुरुपयोग ज्यादतीपूर्ण प्रयोग गर्नु हुँदैन। प्रशासकीय कानुनका उद्देश्यमा नागरिकको हक अधिकारको सुरक्षाको लागि प्रशासकीय अधिकारको शक्तिलाई कानुनको सीमाभित्र राख्नुपर्दछ। प्रशासनिक निकायहरूलाई अर्धन्यायिक र अर्धविधायकी कार्य मात्र सम्पन्न गरिनुपर्छ। प्रशासनिक अधिकारीले कानुन बमोजिम पालना गर्नुपर्ने कार्य गर्न इन्कार गरेमा कर्तव्य पालना गर्न बाध्य गर्नुपर्छ। प्रशासकीय शक्तिको दुरुपयोगलाई नियन्त्रण गर्नुपर्दछ। प्रशासनिक निर्णयहरू पनि निष्पक्ष हुनुपर्ने कुरा निश्चित गर्नुपर्छ। सार्वजनिक अधिकारको प्रयोग गर्नेहरूलाई जन उत्तरदायी बनाउनुपर्छ। नागरिक अधिकारमाथि अनाधिकृत अतिक्रमण गर्न दिनु हुँदैन। कानुनको शासनको परिचय। कानुनको अगाडि सबै समान हुने। कानुनको शासनको परिचय भन्नाले कानुनको अगाडि सबै समान हुने। कानुनको निर्माण वैधानिक निकाय वा जनप्रतिनिधिबाट हुने। कानुनको अक्षरशः पालना हुने। कानुन उल्लङ्घन गर्नेलाई कानुनमा तोकेको अनुसारको सजाय हुने। कानुनद्वारा निर्धारित अधिकारमा सीमित रहेर मात्र सरकारले शासन गर्ने शासकीय पद्धतिलाई कानुनको शासन भनिन्छ। कानुनको शासन अङ्ग्रेजी रुल अफ ल को नेपाली रूपान्तरण हो, जुन फ्रेन्च शब्द प्रिन्सिपल डी लेगालिटीबाट आएको हो, जसको अर्थ कानुनको सिद्धान्तको आधारमा स्थापित शासन एवं सरकार हुन्छ। कानुनी सर्वोच्चलाई हृदयङ्गम गर्दै राज्य व्यवस्थामा सबै स्वेच्छाचारिताको अन्त्यसही स्वच्छ र स्वस्थ शासकीय अभ्यास मार्फत लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थापित गर्ने शासकीय चिन्तन नै रुल अफ ल हो। कानुनी शासनका आधारभूत सिद्धान्त एवं मान्यताहरू। आधारभूत सिद्धान्त र मान्यताहरू के हुन् त? स्वेच्छाचारी शक्तिको अभाव, कानुनको अगाडि सबै समान, सरकारी कार्यालयहरूको वैधता, न्यायिक पुनरावलोकन, स्वतन्त्र न्यायपालिका र स्पष्ट पारदर्शी र स्थिर कानुन, प्राकृतिक न्यायको सिद्धान्त, शक्ति पृथकीकरण, नियन्त्रण सन्तुलन, पहुँचयोग्य न्याय प्रणाली, दण्डहीनताको अन्त्य, सहभागितामूलक कानुन निर्माण, अनैतिक संरक्षणको अभाव, जनप्रतिनिधिमूलक शासन व्यवस्था। यी हुन् कानुनी शासनका आधारभूत सिद्धान्तहरू। स्वेच्छाचारी शक्तिको अभाव। कानुनको अगाडि सबै समान, सरकारी कार्यालयहरूको वैधता, न्यायिक पुनरावलोकन, स्वतन्त्र न्यायपालिका, स्पष्ट पारदर्शी र स्थिर कानुन, शक्ति पृथकीकरण, नियन्त्रण सन्तुलन, पहुँचयोग्य न्याय प्रणाली, दण्डहीनताको अन्त्य, जनसहभागितामूलक कानुन निर्माण, अनैतिक संरक्षणको अभाव, जनप्रतिनिधिमूलक शासन व्यवस्था आदि हुन्। कानुनी शासनको महत्त्व। इम्पोर्टेन्स अफ रुल अफ ल। न्याय र समानता कायम गर्न, अधिकारको रक्षा गर्न, शक्तिको सन्तुलन र प्रभावकारी अभ्यास गर्न, जवाबदेही र असल सरकारको निर्माण गर्न, निरङ्कुशता र स्वेच्छाचारीको अन्त्य गर्न, नागरिक हितको सर्वोत्तम रक्षा गर्न, पीडितलाई न्याय र समाज सञ्चालकलाई सजाय दिलाउन, देशमा शान्ति सुरक्षा व्यवस्था कायम गर्न, असल राज्य व्यवस्था कायम गर्न, मानवीय व्यवहारलाई निर्देशन तथा आमन चयन कायम गर्न, असीमित अधिकार नियन्त्रण गर्न, स्वच्छ र सक्षम न्याय प्रशासन हासिल गर्न, दण्डहीनता र अराजकताको अन्त्य गर्न, न्यायपूर्ण स्वच्छ समृद्ध समाज राष्ट्र निर्माण गर्न, मौलिक अधिकार एवं कर्तव्यबोध गराउन। कानुनको शासनको आधारभूत पक्षहरू के हुन् त? कानुनको शासनको आधारभूत पक्षहरू। आधारभूत पक्षमा सरकारको शक्तिमान नियन्त्रण, भ्रष्टाचारको अनुपस्थिति, खुला सरकार, आधारभूत अधिकारहरू, व्यवस्था र सुरक्षा, अर्डर एन्ड सेक्युरिटी, नियमको कार्यान्वयन, रेगुलारिटी अफ इन्फोर्समेन्ट, व्यवहार, दण्ड, सिभिल जस्टिस अनि दण्ड न्याय, क्रिमिनल जस्टिस। यी हुन् आधारभूत पक्षहरू। कानुन शासनका आधारभूत पक्षहरूमा सरकारको शक्तिमान नियन्त्रण,
constraint on government powers, भ्रष्टाचारको अनुपस्थिति, absence of corruption, खुला सरकार, ओपन गभर्मेन्ट, आधारभूत अधिकार, फन्डामेन्टल राइट्स, व्यवस्था र सुरक्षा, अर्डर एन्ड सेक्युरिटी, व्यवहार न्याय, सिभिल जस्टिस, दण्ड न्याय, क्रिमिनल जस्टिस। नेपालमा कानुनी शासनको अवस्था, चुनौती र समस्याहरू। लोकतन्त्रको सबलीकरण बिना कानुनी शासन पनि अधुरो रहन्छ। झट्ट हेर्दा कानुन बमोजिम शासन भए पनि यसले पूर्ण पाउन सकेको छैन। संविधान छ, कानुन व्यवस्था छ, कानुनी व्यवस्था छन्। संविधान छ, कानुनी व्यवस्था छन्, कानुन अनुसार राज्य व्यवस्था सञ्चालन भएको देखिन्छ, तर सबैको लागि सम्पन्न बन्न सकेको छैन। कानुनको उल्लङ्घन गर्ने सबैलाई दण्डको दायरामा ल्याउन सकेको पनि छैन। दण्ड वा भएको अभाव देखिन्छ। देशको संविधान र कानुन नै नमान्ने समूह छन्, उनीहरूलाई सजायको दायरामा ल्याउन सकेको छैन। अनौपचारिक र अघोषित रूपमा कानुनभन्दा माथि आफू भएको महसुस गर्ने व्यक्तिको पनि कमी छैन। कानुनको पालनामा समस्या रहेको छ। कानुन मिच्ने कार्य राजनीतिक दल, भातृ सङ्गठन, व्यावसायिक संस्था, प्राज्ञिक संस्थाबाट समेत हुने गरेको छ। कानुनी राज्यको लागि कानुन र संरचनामा उल्लेख भए जस्तो व्यवहारहरू भने देख्न पाइँदैन। न्यायको लागि दशकौँसम्म अदालतको दैलो कुर्नुपर्ने एकातिर छ भने अर्कोतर्फ न्याय महँगो पनि छ। न्याय छिटो छरितो नहुँदा कानुनको प्रभावकारिता कमजोर बनेको छ। राज्यले एकै अवस्थामा नागरिक उप समान व्यवहार देखाउन पर्नेमा सुन सकेको छैन। राजनीतिक अवस्था र आफ्नो मान्छेको अवधारणाले कानुनको दृष्टिमा समान भन्ने मान्यतालाई ओझेलमा पारेको छ। कानुन एवं संवैधानिक प्रावधानहरू निश्चित समुदायकै हितको लागि परिमार्जन हुने गरेका छन्। कानुनी अस्थिरता बढेको छ। कानुनको प्रयोग सबैका लागि समान छैन। पहुँचका आधारमा कानुनको प्रयोग हुने अवस्था विद्यमान नै छ। लोकतान्त्रिक प्रणाली वास्तविक र व्यावहारिक रूपमा प्रयोग हुन नसकेको र कानुन बमोजिम शासन भए पनि पूर्णता नपाएकोले न्यायिक निकायको संस्थागत सबलीकरण हुन सकेको छैन। न्याय खर्चिलो छ र सर्वसाधारणले धान्न नसक्ने रहेको गुनासो छ। नेपालकोमा कानुनी शासनका यी समस्याहरू भने समस्या समाधानका सुझावहरू। शासन व्यवस्थालाई थप उत्तरदायी, सहभागितामूलक एवं समावेशी बनाउने, नागरिक चेतनाको विकास गर्न, नागरिकलाई व्यापक नागरिक शिक्षा प्रदान गर्ने, नागरिक शिक्षाको सिभिल एजुकेसन, अपराधीलाई कुनै किसिमको राजनीतिक, प्रशासनिक संरक्षण आदि कडा कारबाही गर्ने, तीनै तहका सरकारले यसको सफलतापूर्वक अभ्यास गर्ने, अन्तर्राष्ट्रिय सन्धि सम्झौता तथा प्रतिबद्धताहरूको कार्यान्वयन गर्ने, आर्थिक सामाजिक प्रशासनिक रूपान्तरण गरी जनतालाई प्रत्यक्ष परिवर्तनको अनुभूति दिलाउने, न्यायपालिकाको कार्य सम्पादन अत्यन्तै ढिला भएकोले न्याय सम्पादन कार्यलाई छिटो छरितो बनाउने, सरकारी काम कारबाहीलाई खुला तथा पारदर्शी बनाउने, सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्ने, गम्भीर अपराध तथा मानवाधिकार उल्लङ्घनकर्तालाई माफी दिने व्यवस्थाको खारेज गर्ने, त्यसमा सुधार गर्ने, गम्भीर अपराध तथा मानवाधिकार उल्लङ्घन गर्नेलाई माफी दिने व्यवस्थाको खारेज गर्ने, त्यसमा सुधार गर्ने, राजनीति र प्रशासनको कार्यक्षेत्र थप स्पष्ट गर्ने, प्रशासनमा राजनीतिक हस्तक्षेप हुन नदिने व्यवस्थाको सिर्जना गर्ने, न्यायपालिकाको स्वतन्त्रतामा आँच नआउने गरी काम गर्ने, प्रधान न्यायाधीश तथा अन्य न्यायाधीशहरूको नियुक्ति, संसदीय सुनाइको प्रक्रिया राजनीतिक गन्दा हुने गरेको देखिने सो सन्दर्भमा न्यायपालिकालाई राजनीतिक आग्रह पूर्वाग्रहबाट टाढा राख्ने, मुक्त गर्ने, न्यायपालिकालाई राजनीतिक पूर्वाग्रहबाट पूर्ण रूपमा मुक्त गर्ने। शक्ति पृथकीकरण के हो त? शक्ति पृथकीकरण भनेको सेपरेसन अफ पावर हो। राज्यमा रहेका शक्तिहरूलाई विभिन्न निकाय र पदाधिकारीहरू बीच शक्ति विभाजन गर्नलाई शक्ति पृथकीकरण भनिन्छ। राज्यको शक्तिलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा विभाजन गरी ती अङ्गबाट तोकिएको कार्य सञ्चालन गर्ने अवधारणा नै शक्ति पृथकीकरण हो। केन्द्रीकृत शक्तिलाई विभिन्न भागमा बाँड्नु अथवा विभिन्न शक्तिहरूलाई हस्तान्तरण गर्नु। नियन्त्रण र सन्तुलन भनेको चेक एन्ड ब्यालेन्स। नियन्त्रण सन्तुलन सिद्धान्त शक्ति पृथकीकरणको परिपूरक सिद्धान्त हो। राज्यका अङ्गहरूबीच शक्तिको पूर्ण विभाजनले पनि राम्ररी काम गर्न नसक्दा त्यस सिद्धान्तको प्रतिपादन भएको देखिन्छ। राज्यका अङ्गहरूबीच आपसी सम्बन्ध, समन्वय, सहयोग र अन्तर्निर्भरता हुनु जरुरी छ। वास्तवमा नियन्त्रण र सन्तुलन, सेपरेसन अफ पावर सिद्धान्तलाई फङ्सनल बनाउने सिद्धान्त हो।
अमेरिकी जोन एडम्सले यस सिद्धान्तको प्रतिपादन गरेका हुन्। चेक एन्ड ब्यालेन्सको जोन एडम्सले प्रतिपादन गरेको सिद्धान्त हो। शक्ति पृथ्वीकरण सिद्धान्तका सबल पक्षहरूमा सम्पूर्ण देशवासीको मौलिक हकहरूको प्रबन्धन गर्दछ। शक्ति सन्तुलन र नियन्त्रणको लागि आधार तयार पार्दछ। राज्य सञ्चालन प्रक्रियामा स्पष्टता, सरलता र सुनिश्चितता कायम गर्दछ। राज्य शक्तिको उपयुक्त प्रयोगबाट शासन सञ्चालनमा स्थिरता, राज्य व्यवस्थाको स्थायित्वको पक्षमा काम गर्दछ। शासनमा रहनेहरूलाई जनमित्री बनाउँदै जिम्मेवारी र उत्तरदायित्व वहन गर्ने पद्धतिको विकास गर्दछ। निष्पक्ष र स्वतन्त्र न्यायपालिकाको विकास गर्दै प्रजातन्त्रको शुद्धिकरणमा मद्दत पुर्याउँछ। स्वच्छतारिता, निरङ्कुशता र शक्तिको दुरुपयोग हुनबाट रोक्ने पद्धतिको रूपमा काम गर्छ। सबै अङ्गहरू अर्को अङ्गको हस्तक्षेपबाट मुक्त हुने भएकाले स्वतन्त्रपूर्वक निर्वाध रूपमा आफ्नो जिम्मेवारी वहन गर्न सक्दछन्। कार्यकुशलताको लागि यो सिद्धान्त बढी कामयाबी देखिन्छ। कार्यहरूलाई समर्पित गरी दक्षताको साथ सक्षम निकायबाट सम्पादन गराउने गरिन्छ। कार्यमा दोहोरोपन एवं अनावश्यक जटिलताको अन्त्य गर्दै एकै निकाय वा शक्तिलाई कार्य र जिम्मेवारीको अत्यधिक बोझ हुनबाट बचाउँछ। यसका दुर्बल पक्षहरू। शक्ति पृथ्वीकरणका दुर्बल पक्षहरूमा एब्सोल्युट शक्ति पृथ्वीकरण हुन सक्दैन, तसर्थ पूर्ण रूपमा लागू गर्न कठिनाइ हुने गर्दछ। शक्ति पृथ्वीकरण व्यावहारिक र वैज्ञानिक देखिँदैन। स्वतन्त्र हिसाबले राज्यका अङ्गहरू परिचालित हुन्छन्। शासन सञ्चालन प्रक्रिया नराम्ररी प्रभावित हुन्छ। शक्ति पृथ्वीकरण समझदारी, समन्वय र सामञ्जस्यताको विपरीत परिचालन हुने हुँदा अलौकिक र कठोर सिद्धान्तको रूपमा देखिँदैन। नागरिकहरूको मौलिक हकको संरक्षण गर्न शक्ति पृथ्वीकरण बाहेक अन्य विकल्प नै हुँदैनन् भन्ने सोचाइ नै त्रुटिपूर्ण छ। निरपेक्ष शक्ति पृथ्वीकरण हुँदा राज्यका अङ्गहरूबीच द्वन्द्वात्मक व्यवस्थाको सिर्जना हुन्छ। सहयोग र असमझदारीमा वृद्धि जान्छ। कार्यपालिकाका कामहरूमाथि बन्देज लाग्ने हुन्छ। शासन सञ्चालनमा प्रभावकारी हुन सक्दैन। उदाहरणको लागि अध्यादेश जारी गर्न समेत कार्यपालिका स्वतन्त्र रहँदैन। यसप्रति विधायकको ध्यानकर्षण भइहाल्छ। धन्यवाद। नमस्कार।